मा आज एउटा मुभीको टेलर रिभ्यू गर्न जाँदैछु। टिजर बोर्डर 2 मुभी है त, नयाँ मुभी है छ। कस्तो छ के छ हेरौँ है त। आर्मीको बोर्डर 1 पनि दामी थियो, बोर्डर 2 पनि कस्तो छ टिजर हेरौँ। सनी देवल मेन एक्टर लिड गरिरहेको छन्। अरू पनि हेर्दै जाम कस्तो हुन्छ के हुन्छ। इन्डिया पाकिस्तान वारको बारेमा छ है त। ल 1 2 3 गो। धेरै कुरा नगरौँ, बिच बिचमा कुरा गर्दै गरौँला। ल हरन बज्यो है। टी सिरिजद्वारा निर्माण भएको रहेछ। गुलशन कुमार। ओए तुम जहां से भी घुसने की कोशिश करोगे, आसमान से, जमीन से, समुद्र से। सनी देवलको भोइस। को सनी देवलको फ्यान हुनुहुन्छ, बिग फ्यान हुनुहुन्छ, एउटा कमेन्ट, लाइक अनि सब्स्क्राइब गर्नु त हेरौँ। तल अनि सनी देवलको कुन फिल्महरू हजुरलाई मनपर्छ त्यो फिल्मको नाम पनि तल लेख्नु होला है त। सनी देवलको डायलग सुन्नु है। हेर्दै जाम। सामने एक हिंदुस्तानी फौजी खड़ा पाओगे। इन्स्पायर बाई ट्रु इभेन्ट। यो रियल ट्रु इभेन्टमा यो मुभी रहेछ। कस्तो छ हेरौँ है त। रियल सत्य घटनामा आधारित मुभी। बवाल छ यार फिल्म त। आंखों में आंखें डालकर सीना ठोक के कहेगा, सीना ठोक के ओ हिम्मत यता। यो फिल्मको त उस हेर्नु ह, ब्याकग्राउन्डहरू, भिजुअलहरू, भिएफएक्सहरू कस्तो दामी छ के। अनि गोली हान्दै हेरौँ है अरू। ओ सनी देवल। सनी देवलको भाइको नाम के हो? बबी देवल हो कि के हो? द रिपब्लिक डे। फुल एक्सन प्याकेज छ यो मुभीमा। सनी देवल बबी देवलको अहिले ड्याड बित्नु भएको थियो त हजुरहरूलाई थाहा छ होला। स्याड न्युज। त्यसैले पनि अर्को यो फिल्म हेर्नुपर्छ उहाँको शान्तिको लागि। लुक्स त दामी छ है। पाकिस्तान भर्सेस इन्डिया। पाकिस्तान भर्सेस इन्डियाको फाइटहरूको बारेमा पनि देखाए जस्तो ल है। हेर्दै जाम अरू। पुरा फायरिङ बम। बोर्डर 2 रिलिज डेट कहिले है? डाइरेक्टर बाई अनुराग सिंह। रिलिज on 23 जनवरी 2026। अब छिट्टै आउँदैछ। अब हेर्न जाम यो फिल्म। को जानियो के जानियो। अब फिल्म हलमै जाने गएर हेर्ने हो कि के गर्ने। यो फिल्मलाई गएर सपोर्ट गर्ने सबैले। अहिले त टिजर आहा यस्तो दामी छ टिजर पनि। अब यसको टेलर कस्तो छ, टेलरको लागि एकदम एक्साइटेड छु म। टेलरको लागि एकदम एक्साइटेड छु। यो मुभीलाई पनि गएर लाइक, कमेन्ट अनि सब्स्क्राइब गरिदिनु। मेरो डिस्क्रिप्सनको तल लिङ्क राखिदिएको छु र मेरो भिडियोलाई पनि हेरेर एउटा लाइक, कमेन्ट अनि सब्स्क्राइब गरिदिनु होला। अर्को टेलर रियाक्सन आउने छु। अहिलेको लागि थ्याङ्क यू सो मच। छिट्टै भेटौँला अर्को भिडियोमा।